कुनै बेला सडकको कल्पना समेत हावादारी ठानिने जिल्ला हुम्ला, जहाँ गाडी गुड्ने कुरा गर्नु आफैमा राजनीतिक साहस मानिन्थ्यो। आज त्यही हुम्ला सडक सञ्जाल मार्फत देशसँग मात्र होइन, सम्भावनासँग पनि जोडिएको छ। गोरेटोबाट सुरु भएको यात्राले कसरी हुम्लालाई आधुनिकताको मूलधारसम्म ल्यायो। उच्च हिमाली तथा कडा चट्टानी भूभाग र विकट भूगोलका बीच अवस्थित हुम्ला नक्सामा त थियो, तर विकासका प्राथमिकतामा थिएन। यहाँ सडकको कुरा गर्नु असम्भव जस्तै मानिन्थ्यो। पैदल हिँड्नै गाह्रो छ, गाडी कसरी गुड्छ भन्ने प्रश्न गाउँ सहरमा गुन्जिरहन्थ्यो। भरिया, खच्चड र गोरेटो नै जीवनको आधार थियो। तर यही जिल्लामा विक्रम सम्वत 2055 सालमा एक राजनीतिक निर्णयले इतिहासको धार मोड्ने आधार तयार गर्यो। तत्कालीन जिल्ला विकास समिति सभापति जीवन बहादुर साईले जिल्ला परिषद बैठकमा पहिलो पटक हिल्सादेखि सिमकुटसम्म मोटर बाटो र कवाडीदेखि सल्लिसल्लासम्म गोरेटो बाटो खोल्ने प्रस्ताव अघि सारे। प्रस्तावसँगै विरोधको चर्को स्वर उठ्यो। यहाँ सडक सम्भव छैन भन्ने मानसिकता हावी थियो। तर साई अडिग रहे। कडा चट्टानी भूभाग, हिमपात, पहिरो र राज्यको निरन्तर व्यवस्थाका बीच पनि उनले हार मानेनन्। उनले हिल्सालाई उत्तरतर्फको व्यापारिक ढोकाका रूपमा हेरेका थिए भने सडकलाई हुम्लाको भविष्यको मेरुदण्ड माने। त्यति बेला गृह मन्त्रालयबाट समेत किन उत्तरतर्फ सडक भन्ने पटक पटक स्पष्टीकरण मागियो, तर दृष्टिकोण डगमगाएन। त्यही सोच पछि कर्णाली करिडोरको राष्ट्रिय अभियानसँग जोडियो। बाँकेको जमुनादेखि हुम्लाको हिल्सासम्म फैलिएको कर्णाली करिडोर राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढ्यो। नेपाली सेना, सडक विभाग, स्थानीय सरकार र स्थानीय समुदायको सहकार्यमा हिल्सा सिमकोट जमुना सडक सञ्चालनमा आयो। आज हिल्सादेखि सिमकोट हुँदै जमुनासम्म सवारी साधन गुडिरहेका छन्। हिल्सादेखि जमुनासम्म सडक सञ्जाल विस्तार भइसकेको छ, जुन दृश्य अहिले सहज लाग्न सक्छ, तर यसभित्र हजारौं सङ्घर्षका पाइला लुकेका छन्। यो केवल डोजर, ढुङ्गा र कुल्लीको कथा मात्र होइन, यो राजनीतिक साहस, दूरदृष्टि र विकास चेतनामा आएको ऐतिहासिक परिवर्तनको प्रमाण हो। सडकसँगै हुम्लाको जीवनशैली बदलिएको छ। व्यापार विस्तार भएको छ, स्थानीय उत्पादन बजारसम्म पुग्न थालेका छन्। शिक्षा र स्वास्थ्य सेवामा पहुँच बढेको छ। यातायात, होटेल, साना व्यवसाय खुलेका छन्। युवाले अब विदेशमा मात्र होइन, आफ्नै गाउँमा भविष्य खोज्न थालेका छन्। हिल्सा सिमकोट जमुना सडक अब केवल गाडी गुड्ने मार्ग मात्र होइन, यो सोच बदल्ने बाटो बनेको छ। दुर्गमताको परिचय बोकेको हुम्ला अब सम्भावना, अवसर र भविष्यको केन्द्रतर्फ अगाडि बढिरहेको छ। गोरेटोबाट सुरु भएको सपना आज आधुनिकताको मूलधारमा जोडिएको छ। जीवन बहादुर साई र उनका सहकर्मीको त्याग, सङ्घर्ष र दूरदृष्टिले हुम्लाको इतिहासको धार मोडिएको छ। अब हुम्ला केवल भौगोलिक चुनौती होइन, सम्भावनाको कथा बनिरहेको छ।